नमस्कार। आजको यस कथा संग्रह दक्षिणा लोकार्पण समारोहका सभा शिरोमणि प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथिगणमा म मनोहर शर्माको आन्तरिक हृदयबाट न्यानो अभिवादन स्वीकार्नुहोस्। सर्वप्रथम म प्रिय भाइ अमरलाई बधाई दिन चाहन्छु र उहाँले मृत्युलाई जितेर कोही मरेकै हुन्छन्, कोही धेरै समस्यामा बाँच्छन्, तर उहाँ त मृत्यु नजिक पुगेर मृत्युलाई जितेर आज हामीलाई नेपाली साहित्यलाई एउटा उपहार स्वरूप कथा सङ्ग्रह दिनुहुँदैछ। यो जस्तो गर्वको कुराहरू केही होइन। म भाइलाई बधाई दिन चाहन्छु र मेरो कविता अब म पठन गर्न लागिरहेको छु। कविताको शीर्षक छ काले। मन नै विरक्त हुने गरी आकाश गर्जेको समय, मुटु थर काप्ने गरी थरथराउँदै चट्याङ्ने रुखलाई हानेको समय, अम्लिसो र अदुवाको बोटलाई खराबी लहराले जबरजस्टम्म बेरेको समय, मध्य दिउँसो भुसियाको कुल लोधरे भाकामा एकोरो कराइरहेको समय, चारैतिर रुखै रुखो प्रतिकूल परिस्थितिमा कालेले भुइँटेकेको हो, अर्थात् काले जन्मेको हो। कर्मले बारम्बार ठगिएको त्यो एक पाखे घर, कर्मले बारम्बार ठगिएको त्यो एक पाखे घर, एक्ली मङ्गली बिरानो आँगन, विशृङ्खल परिवेश, समाजले आँखा चिम्लेर हिँड्ने, नेतृत्वले नदेखे जस्तो गरेर हिँड्ने, कसैको आँखा नपरेको त्यो भूत बङ्गलो जस्तो घरमा जन्मेको हो काले। सुत्केरी खर्च जुटाउन हम्मे परेपछि, दाँतबाट पसिना नै छुटेपछि, न्वारान मात्र गरेर डोको बुन्न जङ्गल पसेको हो कालेको बाउ। डोको फर्क्यो तर आजसम्म बाउ फर्केन कालेको। ताँबा र गुर्बे खाएर हुर्केको काले, वर्णले नाम पाएपछि, अव्यवस्थाको कुटिलताभित्र पटक पटक मर्दै बाँच्दै मर्दै लक्का जवान भएको छ अहिले। बाल्यकाल भरिभरि भोक र अभावसँग पौठे जोरी खेल्न बाध्य कालीले कहिले चिनेन अक्षर र वर्ण। धिप्री बत्तीमा लक्का जवानीमै भए पनि अलिअलि पढ्यो पौड शिक्षा। अ को अर्थ अवस्था, क को अर्थ कुव्यवस्था मात्र बुझेपछि कालेले पढेन समाज, देश, आकाश र यो माटोको कथा। अनि बस्यो साइलीको भट्टीमा, तान्यो मारचोट तोम्बाएर आइला। लुतोले भेटे जस्तै घर टाल्ने आमाको सपना कहिले पुरा गर्ने घृष्टता गरेन कालेले। लुतोले भेटेको जस्तै घर टाल्ने आमाको सपना कहिल्यै पुरा गर्ने सोचेन कालेले। कालेले गाउँ बुझेपछि नै विश्वास छाडेको हो न्यायको। टाउको माथि खुट्टा थपिएपछि कसले देख्ने कोरोनाले खप्पै खाएको काले जस्तोको टहरा। टाउको माथि खुट्टा थपिएपछि कसले देख्ने कोरोनाले खप्पै खाएको कालेको जस्तो टहरा। कसले देख्ने एसिडले पोलेको जस्तो मङ्गलीको अनुहारको रङ। अवस्था र व्यवस्थाले ठगिएको यो काले मात्र कहाँ हो र हजुर। हजारौं कालेहरू अझै कराउँदैछन् अर्धपागल भएर चोकमा, गाउँमा अनि सहरका गल्लीमा। कालो झोला कथाका मेजर, कर्णेल, लेफ्टेनेन्ट, बुढाथोकी जस्तै आफ्नै व्यवस्थाहरूमा समयले ठगेका विचार कालेहरू। धन्यवाद।